बेन्च प्रेस पर्फेक्टली गर्नलाई तपाईले पाँचवटा कुरालाई ध्यान दिनुपर्छ। यदि तपाईले यो एक्सरसाइज पर्फेक्टली गर्न सिक्नु भयो भने तपाईको चेस्ट र आर्म्स एरिया पर्फेक्टली टोन हुन्छ। फर्स्टमा प्रपर सेटअप। इफ तपाई एकदमै सानो छ, हाइट सानो छ भने चाहिँ तपाईले तलपट्टि राख्नु पर्यो बारलाई। यदि तपाईको हाइट लामो छ भने चाहिँ अलिकति बारलाई माथि राखे पनि हुन्छ, किनकि तपाईले प्रेस गरेर रिल्याक्ट गर्दाखेरि चाहिँ तपाईको यो हाइट मिट भएर चाहिँ डाउन हुनु पर्यो के। सेकेन्डमा चाहिँ बेन्चको एजमा बस्न खोजेर सुत्ने है। सो मजाले यसरी सुत्यो अनि सुतेपछि चाहिँ तपाई बिचमा छ कि छैन भनेर चेक गर्नले चाहिँ साइड साइडमा हात राखेर यसरी चेक गर्ने, बिचमा छ कि छैन, यहाँको डिस्टेन्स र यहाँको डिस्टेन्स सेम छ कि छैन है। अनि बिचमा भएको फिल भएपछि चाहिँ हल्का ब्याकलाई आर्च गरेर यसरी बस्नु पर्यो अनि मेक स्योर द्याट तपाईको यो बार चाहिँ ठ्याक्कै आँखाको अगाडि छ। थर्ड स्टेपमा चाहिँ तपाईले बारलाई ग्रिप गर्दाखेरि हात सोल्डर डिस्टेन्स भन्दा हल्का वाइड हुनु पर्यो। सो आफ्नो बडी हेरेर हाइट हेरेर चाहिँ तपाईले कति ग्रिप गर्नुपर्छ चेक गर्ने, ठ्याक्कै सोल्डर डिस्टेन्स भन्दा हल्का वाइड हुनु पर्यो है। सो मैले चाहिँ मेरो हाइट अकर्डिङली यहाँ ठ्याक्कै बारलाई ग्रिप गरिसकेँ र यसलाई हामीले कन्ट्र्याक्ट गऱ्यौँ। अनि के हुन्छ, रिस्टलाई यसरी बङ्गाएर नराखेर चाहिँ सिधा राख्न खोज्ने है। अनि फोर्थ स्टेपमा चाहिँ हामीले कन्ट्रोल मुभमेन्ट गर्न खोज्ने। सो कन्ट्रोलमा जान्छ, टच गर्ने बित्तिकै सिधा माथि पुश गर्नु पर्यो, न कि यसरी बाउन्स बाउन्स यसरी बाउन्स गराउन नखोज्ने है। सो के भइरहेछ, कन्ट्रोलमा बिस्तारै टच गरायो अनि सिधा माथि है। सो तल जाँदाखेरि चेस्टको लाइनमा, माथि आउँदाखेरि आँखाको साइडमा, ठ्याक्कै आँखाको लाइनमा हुनु पर्यो। अनि चेस्टलाई छुवायो अनि फेरि अप। सो यो बाउन्सिङ मुभमेन्ट चाहिँ नगराउने, तर कन्ट्रोल वेमा मुभमेन्ट चाहिँ हुनु पर्यो है। सो टच गर्यो अनि पुश, कोर इङ्गेज, टच एन्ड पुश है। फिफ्थ स्टेप चाहिँ तपाईले खुट्टाले चाहिँ मजाले भुइँमा प्रेसर लिइराख्नु पर्यो। तपाईले खुट्टाबाट प्रेसर लिइरहनु भएको छैन भने एनर्जी पनि त्यो अकर्डिङको आउँदैन र वेट पनि लिफ्ट हुँदैन। कि त अब तपाईले फर्स्टमा राख्नु भएको छ भने टोज मात्रै राखेर गर्नु पर्यो इक्वली, एउटा हिलमा एउटा टोजमा राख्नु भएन। कि त अब तपाईले फुटलाई नै फ्ल्याटली भुइँमा राख्नु भयो भने दुवै खुट्टाको हिल र टोले नै भुइँमा छुइराख्नु पर्यो। एउटाले भुइँमा छुने एउटाले भुइँमा नछुने गर्न मिल्दैन।